विकास र समृद्धिको यात्रा, परिवर्तन र भूगोलको यात्रा। हामी हिँड्नेछौँ सकारात्मक सन्देश बोकेर। जे देख्यौँ त्यही लेख्यौँ र भन्यौँ, देश बन्दैछ। कार्यक्रम देश बन्दैछ। कार्यक्रम देश बन्दैछमा स्वागत छ। म टिका सुवेदी। यो कार्यक्रम जनता पत्र अनलाइन टेलिभिजनबाट प्रसारण गर्दैछौँ। कार्यक्रम देश बन्दैछमा आज हामीसँग हुनुहुन्छ बारविसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेत। हिजो यो बारविसे कस्तो थियो, आज कस्तो हुँदैछ? हिजो के कस्तो अवस्था थियो यहाँका नागरिकहरूको, आज कस्तो अवस्था हुँदैछ, त्यही सन्दर्भमा आज उहाँसँग हामी संवाद गर्दैछौँ। कार्यक्रम देश बन्दैछमा। प्रमुखज्यू नमस्कार। नमस्कार हजुर। तपाईँ नगर प्रमुख भएको कति समय भयो? अब लगभग हामी 3 वर्ष, अब 6 महिना भयो। यो 3 वर्ष 6 महिनाको पिरियडमा के काम गर्नुभयो हजुर प्रमुख बनेपछि? अब पहिलो कुरो त देश आज सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा छ। 3 तहको सरकार छ। 3 तहको सरकार हुँदै गर्दाखेरि स्थानीय सरकारले जनतालाई गर्नुपर्ने के हो भन्ने कुरामा हाम्रो एउटा चाहिँ सोच विचार, हामीले एउटा चाहिँ परिकल्पना गरेका कुरा, यी सिंहदरबारको अधिकार गाउँ र नगर जनतामा आएको, यसको जनताले महसुस गर्न पाउनुपर्छ। यो अधिकार चाहिँ जनताले यसको लाभ पाउनुपर्छ भनेर अब शिक्षा क्षेत्रदेखि लिएर स्वास्थ्य क्षेत्रमा पूर्वाधारका कुरा, पर्यटकका कुराहरू आज चाहिँ हिजो हामी आउँदाखेरि वडा कार्यालयहरू कुनै पनि थिएन। आज वडा कार्यालयहरू, स्वास्थ्य चौकीहरू बन्नेर चाहिँ यो चाहिँ यहाँका चाहिँ मेरा नगरवासी सम्पूर्ण मातापिता, सम्पूर्ण युवा विद्यार्थी भाइ बहिनीहरूले यसको लाभ पाउने काम भएको छ। हिजो र आजमा त्यति फरक चाहिँ मैले देखेको छु। आज चाहिँ विभिन्न कामको चाहिँ यसको जनताले चाहिँ मेरा नगरवासीले यसको लाभ पाउने काम भएको छ भन्ने कुरा मलाई लाग्छ। हिजोको अवस्था र आज पनि 10 वर्ष अगाडिको अवस्थामा यो बारविसे आसपास क्षेत्र कस्तो थियो? अब 10 वर्ष अगाडिकै कुरा गर्ने हुँदाखेरि त यो बारविसे नगरपालिका त अब यो सिन्धुपाल्चोक जिल्ला विशेष गरेर विभिन्न चाहिँ बहुविपदहरू, अब यो भूकम्पदेखि लिएर यो भोटेकोसी, यो चाहिँ अब बाढी पहिरो, अब जुरे पहिरो, विभिन्न यो चाहिँ पुलहरू, सानोखोल्साको पुल, खागदलको पुल, यो लाड चौक माथि माथि अब धेरै चाहिँ पुलहरू बगाएको अवस्था, धेरै जनताहरूको लागि चाहिँ अब ज्यान धन गएको अवस्था, धेरै जनता व्यवसायहरूको लागि यो अझै अरनिको राजमार्ग जुन तातोपानीसँग जोडेको नाका, यहाँ व्यवसायले चाहिँ व्यवसाय गर्न नसक्ने अवस्था, गाउँमै बस्न नसक्ने अवस्था, जम्मै राजधानी काठमाडौँ छिर्ने, त्यहीँ खेती किसान गर्ने, त्यहीँ मजदुरी गर्ने, केही साथीहरूले साना व्यवसाय गर्नेहरू सबै गाउँ छोडेर चाहिँ अब विदेश जाने कुरा, काठमाडौँ छिर्ने कुरा थियो। म जनप्रतिनिधि भइकन अलिकति गाउँमा चाहिँ मान्छे बाक्लो भएको हो कि कृषि कामको लागि होस् या अन्य रोजगारका कुराहरू, सुरक्षाको हिसाबले यो नगरपालिका सबै विकास मात्रै भएर पनि हुँदैन, सुरक्षा पनि हुनु पर्यो। त्यो कारणले गर्दाखेरि आज बारविसे नगरपालिकामा युवा युवतीहरू गाउँ फर्किने, गाउँमै खेती किसान गर्ने मैले अभियानै चलाएको छु। आफ्नो गाउँमा बसेर तपाईँहरू खेती किसान गर्नुहुन्छ भने म 2 लाख रुपियाँ तपाईँलाई अनुदान स्वरूप प्रोत्साहन पनि गर्छु भनेको छु। त्यो कारणले गर्दा अहिले केही अब यस्ता विभिन्न बहुविपदले चाहिँ अब थलथलिएको चाहिँ यो नगरपालिका, कोभिडकै कुरा गर्नुहोस्, अब विश्वै आतङ्कित हुँदाखेरि यही यो नेपालको पहिलो महिला यही नगरपालिका 9 नम्बरबाट सावित्री चाहिँ यो 40 अब यही बित्नुभयो। यस्तो चाहिँ अवस्थामा अब हामी जनप्रतिनिधि भइकन अब जनताले यसको सुरक्षाको महसुस, विकासको महसुस गर्न पाएको छ। त्यो कारणले गर्दा यो नगरपालिका हिजो र आजमा अब मलाई सोध्ने भन्दा नि यहाँका चाहिँ टोल बस्ती, देउराली चौतारी बनिएका कुराहरू अब चाहिँ यी जनतालाई चाहिँ हिजो चाहिँ बहुविपदबाट चाहिँ घरबार बिन भएकाहरू बस्ती स्थानान्तरण गरेर चाहिँ सुरक्षा ठाउँमा चाहिँ लगेर हामीले 95वटा त घर बनाइसक्यौँ। कुनै जिल्लाले यो सिन्धुपाल्चोक जिल्लामा पनि अन्य पालिकाले त गर्न सकेको छैन। यो हामीले प्रदेश र सङ्घबाट समन्वय गरेर 15% पैसा यो नगरपालिकाबाट हालेर चाहिँ 95वटा त घर बनाएको छौँ यो नगरपालिकामा हामी आइकन। यो त कुनै पालिकाले नगरले गर्न सकेको पनि छैन। त्यो कारणले गर्दा आज जनताले साँच्चै नै यो सिंहदरबारको अधिकार गाउँ र नगर जनतामा आएको महसुस चाहिँ गर्न पाएको छ भन्ने कुरा चाहिँ म तपाईँको यही मिडिया मार्फत भन्छु, पाएको पनि छन् उहाँहरूले भन्ने कुरा चाहिँ वास्तविक महसुस गरेका छन्। हजुरले भन्नु पनि
हिजोको यहाँको स्थानीय नागरिकहरूको अवस्था र अहिले फेरिएको छ, एकदमै फेरिएको छ। केमा फेरिएको छ? अब पहिलो कुरो त यो कृषि प्रधान देश हो। हजुर, हामीले ट्र्याक्टर विदेशबाट चाहिँ ल्याउँदाखेरि त्यसका औजारहरू, त्यसका फ्युल पेट्रोलहरू चाहिँ, डिजेलहरू चाहिँ अन्य अन्तर्राष्ट्रमा जान्छ नि। हजुर, हामी गोरु पाल्ने किसान हो। म एउटा किसानबाट नै आएको मान्छे। गोरु पाल्दाखेरि हामी कार्तिकमा गोठ निकाल्छौँ, त्यसकोबाट चाहिँ पिसाबबाट, त्यसको मलहरूबाट चाहिँ कोदाका बाला, धानका बाला, मकैका घोगाहरू धेरै राम्रा लह परेको हुने। त्यो कारणले गर्दा हाम्रो यहाँका भूगोलहरू पनि, यहाँका जमिनहरूले पनि ट्र्याक्टरभन्दा चाहिँ गोरुमै चाहिँ हामीले बढी ध्यान दिनुपर्छ है भनेर जुन हामीले गोरु पाल्ने किसानलाई यो नगरपालिकामा 1 करोड पैसा चाहिँ विनियोजन गऱ्यौँ। हामीले 900 हलगोरुलाई चाहिँ, चान्चुन गोरुलाई चाहिँ 10,000 को दरले चाहिँ अनुदान स्वरूप किसानलाई प्रोत्साहन गऱ्यौँ। त्यो किसानको हामीले बिमा पनि गरिदियौँ। घाँस दाउरा मेलोपात मात्रै गर्दाखेरि नभएर भोलि गाडीमा सवार हुँदाखेरि कुनै दुर्घटना भएर बितिए भने पनि 2 लाख रुपियाँको बिमा गरिदियौँ। त्यतिखेर फेरि लम्पी रोग आयो देशभरि, धेरै पशुहरू चाहिँ मरे। त्यो गोरुको पनि हामीले चाहिँ बिमा गरिदिएका थियौँ, ट्र्याक लगाएर चाहिँ जुन एउटा चाहिँ बिमा टोली ल्याएर बिमा गरिदिएका थियौँ। त्यो गोरु मर्दाखेरि एउटा किसानले 20,000 22,000 गोरुको चाहिँ अब हाइट वेट विभिन्न होला नि त बिमा गर्नेको। त्यो कारणले गर्दा किसानले त्यसरी चाहिँ लाभ पाइरहेको छ। प्रत्येक वडामा चाहिँ वडा कार्यालयहरू बनिएको छ। सबै ठाउँमा चाहिँ एउटै वडामा 3टासम्म स्वास्थ्य चौकी छ। यहाँको भूगोल, यहाँको चाहिँ परिस्थिति अब चाहिँ अलिकति वडा ठुलो भएको ठाउँमा स्वास्थ्य चौकी पनि छ। त्यो कारणले गर्दा विभिन्न मोटरका बाटोहरू ग्राभेल अब पूर्व मन्त्री मोहन बहादुर बस्नेतले अब 38 करोड 42 करोड 30 करोड अब धेरै अब यही रामचेका बाटोहरू चाहिँ 49 करोड यस्तो हिसाबले चाहिँ जुन बाटोबाट चाहिँ सवार गर्दाखेरि यहाँका चाहिँ नागरिकहरूले यसको पनि राम्रो सेवा पनि पाइरहेका छन्। कृषिमा मैले अहिले भनिसकेँ। त्यति मात्रै नभएर यो त दिनमा यहाँबाट त निर्यात गर्छौँ, हामी चाहिँ आयात निर्यात गर्छौँ। दिनमा 25-30 वटा त खसी त राजधानी जान्छ। यहाँ त मासु जन्ने, अब घिउ जन्ने, छुर्पी जन्नेबाट त जुन एउटा हिमाली नगरपालिका पनि हो, यसको त आय स्रोत त बडो चाहिँ यहाँ घिउ छुर्पी मासुबाट छ। अनि किसानहरूलाई हामीले चाहिँ त्यसरी प्रोत्साहन गर्नलाई खसी बाउका पाल्नेहरूको लागि चाहिँ हामी जान्छौँ, त्यहाँनिर हेर्छौँ। यो चाहिँ वास्तविक किसान रहेछ भनेर चाहिँ हामी नगरपालिकाबाट अनुदान दिने कुरा, प्रदेशमा पनि हामी त्यत्तिकै लागेर चाहिँ बजेट ल्याउने कुरामा, त्यो कारणले गर्दा आज किसानले पनि यसका लाभ पाउने कुरा। हरेक पर्यटकीय हिसाबले आज कालिम्पोङ जाने बाटो अब पूर्व मन्त्री मोहन बहादुर बस्नेतज्यूले एउटा 38 करोड, एउटा 24 करोडको टेन्डर भएर यहाँ ठेकेदारहरू आइरहेको छन्। 30 करोडको टेन्डर लागिरहेको छ। यो पर्यटकको हिसाबले पनि, भोलि चाहिँ धार्मिक हिसाबले पनि यो 37 किलो चाहिँ उताबाट भन्दा यताबाट चाहिँ छोटो पर्छ बाटो। यसरी चाहिँ भोलि हामीले चाहिँ त्यहाँ गाई गोठहरू छ, चौडी गोठहरू छ, त्यहाँ माथि लेखमा भेडा गोठहरू छ, भोटे कुकुरका चाहिँ छाउराहरू भोलि यसलाई व्यवसायको रूपले पनि लिन सक्ने कारणले गर्दाखेरि विभिन्न चाहिँ नगरवासीहरूले अझै मलाई नै सोच्नुभन्दा तपाईँहरूले यहाँका किसानलाई, यहाँका चाहिँ अब मजदुरलाई, यहाँका चाहिँ तमाम नागरिकहरूलाई हिजो र आजमा विकासको तपाईँहरूले कस्तो अनुभूति गर्नुभएको छ, यो सिंहदरबारको अधिकार भन्दाखेरि त अझै झनै राम्रो। त्यो कारणले गर्दा आज मेरा नगरवासीहरू साँच्चै नै हिजो र आजमा धेरै अन्तर छ है। आज देउराली बनेका छन्, चौतारीहरू बनेका छन्, पानीहरू छन्, विभिन्न मठ मन्दिरहरू बनिएको छ। हामी विभिन्न जात जातिहरू छन्, कसैलाई गुम्बा चाहिएको छ, कसैलाई मन्दिर चाहिएको छ, कसैलाई चर्च चाहिएको छ। किनकि हामी जन्म त एउटै जन्म, तर हामी विभिन्न धर्ममा छौँ। त्यो कारणले गर्दा सबैलाई समेटेर यो नगरपालिकाले घाटै बन्दाखेरि पनि कसैलाई घाट चाहिएको छ, कसैलाई च्यान चाहिएको छ, कसैलाई अब गाडी नि छ, कसैलाई चाहिँ जलाउने कुरा छ। त्यो कारणले मैले सबै एउटा चाहिँ नगरको प्रमुख हो, म सबैलाई सम्बोधन गर्नुपर्छ भनेर सबैले यसको लाभ पाउने गरेर हामीले अब यही शिक्षा क्षेत्रमा हेर्नुहोस्, अब 12 कक्षासम्म यो नगरपालिकाले निःशुल्क गरेको छ। त्यति जोग छैन। अहिलेकै चाहिँ अब शिक्षा मन्त्री महावीर पुनज्यूले पनि भन्नुभयो, त्यति सहज पनि छैन भन्नुभयो नि, उहाँले ठिकै नै हो। धेरै चाहिँ आर्थिक व्यवस्थापन गर्नेदेखि लिएर धेरै लगानी त शिक्षामा छ नगरपालिकामा पनि। उहाँले अब निःशुल्क शिक्षा गर्न सक्नुहुन्छ भन्दाखेरि म भगवान् त होइन नि, कहाँ सक्छु भन्नुभयो उहाँले। तर मानिसले नै गर्न सक्ने चिज हो, सबै चिज मानिसले नै गर्न सक्ने चिज हो। परिवर्तनदेखि लिएर विभिन्न कुरा हामी चाहिँ चाइनामा हेर्छौँ, समुद्रमा चाहिँ बुद्धले पाइला टेक्नु भएको छ, उहाँको शिर चाहिँ माथि हिमालमा छ। अब धेरै मिहिनेत, धेरै त्यसको कस्ट लाग्ने कुरा, धेरै चाहिँ विकास लाग्ने पैसा आर्थिक लाग्ने कुरा त त्यो छँदैछ। त्यो कारणले गर्दा यो नगरपालिकाले 12 कक्षासम्म निःशुल्क पढाउने कुरा हिजो पढाउन सकेको थिएन।
अनि आज जनताका छोराछोरीले यो आज 8 कक्षासम्म दिगो खाजा खाइरहेको छ, यो वैशाखबाट चाहिँ 10 कक्षासम्म दिगो खाजाको व्यवस्था गरेका छौँ। त्यो त्यति जोग गर्ने कुरा छैन। त्यो किन गऱ्यौँ त भन्दाखेरि मेरा नगरका आमाहरू बुबाहरू दाजुभाइहरू बिहान खेती किसानमा मजदुरीमा जान्छन्। ती विद्यार्थी भाइ बहिनीहरू भोकको पेट घरमा चाहिँ अभिभावक काममा गइसके त खाना बनाउने मान्छे हुँदैन। त्यो कारणले गर्दाखेरि अभिभावकले खाना त्यहाँनिर चाहिँ नबन्ने पनि हाम्रा स्थानीय सरकारले 10 कक्षासम्मको दिगो खाजाको व्यवस्था छ नि भनेर ती बच्चाहरूलाई चाहिँ ती विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ मनोबल बढोस् भनेर चाहिँ हामीले यो वैशाखबाट चाहिँ लागू हुने गरेर बजेटको चाहिँ व्यवस्थापन गरेका छौँ। 10 कक्षासम्म दिगो खाजाको पनि व्यवस्था गरेका छौँ। त्यो कारणले गर्दा हिजो र आजमा त धेरै नै परिवर्तन जस्तो लाग्छ मलाई, धेरै नै विकास भएको जस्तो मात्रै लाग्छ। हजुरलाई त्यो लाग्छ? 12 विषयमा परिवर्तन भएन, विकासै भएन भन्नेहरूलाई तपाईँको जवाफ के छ? म उहाँहरूलाई के जवाफ दिन्छु भने एउटा समाज यस्तो परिस्थिति छ क्या, यस्तो समाज यस्तो परिस्थिति आइरहेको छ कि आज मिडियाले नै केही पनि भएन भन्ने नि। हजुर के चिज भएको छैन। सबैभन्दा ठुलो त हाम्रो त यो ब्रेन माइन्ड हो नि त। यो माइन्डले त एउटा व्यक्तिको माइन्डले त ब्रेनले त विश्वै हल्लाइदिन्छ। हाम्रो शरीर हल्लाइन्छ, समाज हल्लाइन्छ। समाजमा नकारात्मक सोचहरू दिन्छन्, अराजक कुराहरू गरिदिन्छन्, क्रान्तिकारी कुरा गरिदिन्छन्। आज नयाँ नयाँ विभिन्न चाहिँ अब यी घन्टी अब विभिन्न उज्यालो भनेर बत्तीको बोर्ड लिएर आइरहेका छन्, कोही माटाको ढिस्को लिएर आइरहेका छन्। उहाँहरूलाई स्वागत छ, वेलकम छ। आफ्नो राजनीतिको प्रतिस्पर्धा गरौँला। तर हामीले सामाजिक सञ्जालमा होइन नि, समाजमा छिरेर हामी त जनतालाई सासदेखि लिएर लास्टसम्म सहयोग गर्छौँ भनेर प्रतिबद्धता गरेर यही ठाउँमा जन्मेर यही माटोमा खेलेर यही विद्यालयमा पढेर यहीँ चाहिँ हामीले चाहिँ व्यवसाय गरेर आज हामी राजनीतिमा जनतालाई सेवा गर्छौँ भनेर आएका मान्छे हौ नि। तर हामी बासदेखि लिएर घाटसम्म जनतालाई हामी सेवा गर्छु भनेर चाहिँ साथ दिइरहेका छौँ हामीले। तर आजका चाहिँ समाजहरू, तर यो मैले पनि ब्रेनले त विश्व हल्लाइदिन्छ। आज वर्ल्डकै चाहिँ धनी एलन मार्क्स पनि त सन्तुष्टि छैन उहाँ, होइन? हामीले सामाजिक सञ्जालमा हेरिरहेका छन्। यो वर्ल्डकै चाहिँ टप 10 भित्र पर्ने धनी व्यवसाय शेष घले पनि सन्तुष्ट छैन। तर आज चाहिँ समाजलाई चाहिँ नकारात्मक सोचहरू होइन, एउटा चाहिँ संवेदन अप्नाउने कुराहरू चाहिँ चाहे मिडियाले होस्, चाहे जनप्रतिनिधिले होस्, चाहे समाजसेवीले सबैले चाहिँ संवेदन अप्नाउने कुराहरू हुनुपर्छ। देश हिजो चाहिँ त्यो भदौको 23 र 24 गतिको कुरामा हेर्नुहोस्, त्यो चाहिँ सबैलाई चाहिँ उशृङ्खल बनाइदिएको छ। सामाजिक सञ्जालमा लेखेर सबैलाई चाहिँ होमाइदिएको छ, सिंहदरबार आगो लगाउने कुरादेखि लिएर। तर मैले भन्न खोजेको वास्तवमा यो समाजमा काम गरेर परिवर्तन गर्छु भन्ने मान्छेलाई खुट्टा तान्ने त त्यो त स्वाभाविक छ। हाम्रो चाहिँ समाजमा, हाम्रो चाहिँ राजनीतिमा, हरेक कुरामा चाहिँ त्यो त स्वाभाविक कुरा हो। तर यो नगरपालिकामा काम भएन भन्ने कुरामा यहाँनिर 1000जनाले चाहिँ राम्रो सेवा पाएको छ, त्यसको चाहिँ सर्भिस पाएको छ भन्ने कुरामा 1000जनाले पाउने कुरा र 10जनाले सामाजिक सञ्जालमा यो नगरपालिकामा केही भएको छैन भन्ने कुरा, उशृङ्खल कुराहरू लेख्ने कुरामा त त्यसको पछाडि त म हिँड्न सक्दिनँ। हजुरलाई यही क्वेसन, सामाजिक सञ्जाल अथवा मिडियाले के गर्नु पर्छ? वास्तविक तपाईँले एउटा कुरा मलाई फेरि यो चाहिँ याद आयो। मैले भन्न खोजेको मिडियाले यो काम भएको हो कि होइन, यो फर छ कि सत्य छ। मिडियाले चाहिँ त्यतिकै इन्टरभ्यू लिएर सामाजिक सञ्जालमा लेखिदिएर छोडिदिने होइन, त्यसलाई फाइनली के हो भनेर चाहिँ मिडियाले क्लियर गरिदिने हो भने समाज क्लियर हुन्छन्, आजका चाहिँ जेनजी क्लियर हुन्छन्, आजका युवाहरू, परिवर्तन चाहेका युवाहरू पनि क्लियर हुने। तर सामाजिक सञ्जालमा मिडियाले पनि इन्टरभ्यू लिइदिने, सामाजिक सञ्जालमा लेखिदिने, केही चाहिँ अब मिडियाभन्दा बाहेकको मान्छेहरू पनि अहिले युट्युबदेखि हजुरकै भाषामा भन्दा मिडिया सत्य हुनु पर्यो, स्वतन्त्र हुनु पर्यो, निष्पक्ष हुनु पर्यो होइन? यो चाहिँ जनताको पक्षमा छ है यो मिडिया भन्ने कुरामा चाहिँ जनतालाई चाहिँ प्रष्ट मिडियामा आएपछि यो सत्य हो भन्ने कुरामा चाहिँ मिडियाले चाहिँ तथ्य जानकारी लिएर बुझेर चाहिँ ती त्यस्ता कुराहरू बाहिर ल्याउनुपर्छ। हदसम्म चाहिँ बाहिर ल्याउँदाखेरि त यसले त भोलि चाहिँ समाजमा चाहिँ ठुलो नकारात्मक सोचहरू, ठुला यसका चाहिँ क्षतिहरू बिहोर्न पर्ने कुरा त हामीले हिजो पनि यो भदौको 23 र 24मा देख्यौँ। त्यो कारणले गर्दा हामीले सबैभन्दा ठुलो त हामी नेपाली हौँ, हाम्रो देश हो, देश रहे मात्र हामी रहन्छौँ। त्यो कारणले गर्दा सबैभन्दा त ठुलो हाम्रो देशलाई, राष्ट्रलाई माया गर्नु पर्यो। समाजलाई राजनीतिको प्रतिस्पर्धा गर्ने, चुनाव लड्ने त चुनाव आउँदाखेरि लड्ने हो नि, नभए नितान्त जनप्रतिनिधिले कुनै चाहिँ एउटा पार्टीबाट चाहिँ पो जितेको हो टिकट दिएर, एउटा चिन्ह दिएर। तर नितान्त जनताको जनप्रतिनिधि भइसकेपछि हामीले यो पार्टी, यो पक्ष, त्यो पक्ष नभएर विशुद्ध जनताको सेवा गर्ने हो भने त सबैले सहयोग गरिहाल्छ नि राजनीतिमा त, होइन? नयाँ भनेको छ नि, नयाँको पनि अब
यसको चाहिँ अब हेर्न बाँकी नै छ, हेरौँला त्यो। हजुरलाई यदि लामो समय काम गर्नुभयो बारबिसे नगरपालिकाको प्रमुख भएर, अब यो चाहिँ तपाईँको काम गर्ने नेतृत्वको समय पनि सकिँदैछ, करिब करिब 1 वर्ष बाँकी छ। यो बिचमा अब चाहिँ यो गर्न पाए भन्थ्यो भन्ने केही सपना देख्नु भएको छ बारबिसे नगरपालिकामा? सपना छ, राजनीतिमा एउटा सपना नदेखे, उसँग क्षमता नभए, उसँग चाहिँ एउटा हेर्ने दृष्टि, एउटा चाहिँ सोच नभए राजनीति गर्न सकिँदैन। राजनीति गर्नलाई धेरै गाह्रो छ। एक दिन गरेर हुँदैन, एकछिन गरेर हुँदैन, 1 महिना गरेर हुँदैन, 2 महिना गरेर हुँदैन। यो धेरै समय गर्नुपर्ने र जनताको सेवा गर्ने कुरामा, विकास गर्ने कुरामा, यो विकास निर्माणका काम कहिले पनि सकिँदैन। पूर्वाधारका काम गर्ने भने आधा गरिन्छ, बर्खामा बगाइन्छ, पुलहरू लगिरहेको छ। मैले देखेको सपना र मैले गरेको अब परिकल्पना, अब विकास भनेको त योजना बनाउने हो। म अझै पनि मेरो नगर अस्पताल बनाउनलाई पहिलो त शिक्षा र स्वास्थ्य नै हो मानिसको। मानवको त पहिलो त स्वास्थ्य र शिक्षा हो। शिक्षामा मैले अब 12 कक्षासम्म निःशुल्क पढाउने काम त गरिसकेको छु। तपाईँको मिडिया मार्फत भन्छु, फेरि पनि मैले जमर्को गरिरहेको छु र यहाँ चाहिँ शिक्षाको विज्ञहरू, शिक्षकहरूसँग सल्लाह गरिरहेको छु। 12 कक्षासम्म मात्रै नभएर ब्याचलरसम्म निःशुल्क गराउने यो नगरपालिकामा। हजुर, सबै मेरा नगरवासी, मेरा विद्यार्थी भाइ बहिनीहरूले निःशुल्क पढ्न पाउने व्यवस्था ब्याचलरसम्म यहीँ गराउँछु। मैले देखेको सपना, मैले गरेको कल्पना। नगर अस्पताल सञ्चालन गर्ने यहीँनिर चाहिँ भोलि चाहिँ मेजर अपरेसन पनि यहीँ गर्न सकिने अब हामीले डक्टर पनि अब मगाएको छौँ। केही पैसाहरू मध्ये भोलि कसैले पनि सहयोग गरेको छ। त्यो कारणले गर्दाखेरि नगर अस्पताल यहीँ सञ्चालन गर्ने। अब मैले देखेको कल्पना, मैले देखेको सपना, मैले बनाएको सोचहरू, कृषि प्रधान देश भनेको छ। आज भारतबाट आएका चाहिँ दसैँ तिहारमा चाहिँ हामीले भाइमाला, हाम्रा दिदीबहिनीहरूले भारतबाट ल्याएको फुलको माला चाहिँ हामीले लाउनु परेको छ। कि त्यो लासमा लाउने माला हो क्या? त्यसमा न कुनै बास्ना छ, न कुनै केही छ, त्यो चाहिँ केमिकल हालेको माला छ त्यो, होइन? वास्तवमा त्यो लासमा लगाउने माला हो। तर हामी जिउँदो मान्छेले लगाइरहेको छ। यति दुःख लाग्ने कुरा छ कि, तर किनकि हामी सरकार हो नि त, सरकार यो हाम्रो नि कमजोरी छ नि त। यसलाई हामीले चिस्यान केन्द्र बनाइदिने हो भने त्यो त वर्षौँ वर्ष प्लास्टिकमा प्याकिङ गरेर हावा नछिर्ने भयो भने त वर्षौँ हुने रहेछ त्यो फुलको माला त। त्यो कारणले गर्दा एउटा चिस्यान केन्द्र बनाएर यहीँ मेरा नगरवासी किसान दाजुभाइले, दिदीबहिनीले यहाँ चाहिँ उत्पादन गरेका अर्ग्यानिक खानेकुरा यही नगरपालिकालाई पुग्ने कुरा, भोलि यो नगरपालिकाबाट अन्य चाइना बोर्डरमा चाहिँ निर्यात गर्ने कुरा, अन्य भारतबाट आउनेलाई म यहीँ रोक लगाइदिने कुरा, हाम्रो यहीँ नगरकै नै उत्पादन भएको खान पर्ने कुरा। मेरो त कन्सेप्ट थियो नि, सबैले साथ दिनु पऱ्यो, लागू गर्नु पऱ्यो। म एउटाबाट मात्रै सबै चिज परिवर्तन हुने त भन्ने त होइन रहेछ। मेरो कन्सेप्ट त के थियो भने आज 10 कक्षासम्म नानी बाबुहरूलाई दिवा खाजा, त्यो दिवा खाजा के खानुपर्ने भने एक दिन जाउरो खानुपर्ने, एक दिन भुटेको मकै खानुपर्ने, अब इस्कुसहरू, अब यो पिँडालु, सरखण्ड, यो तरुलहरू हुन्छ नि त हाम्रो गाउँमा उत्पादन भएको, अब चाहिँ अर्ग्यानिक। अब कुनै बेला चाहिँ यही सागसब्जीहरू छ विभिन्न, यही मेरा किसान यही नगरले उत्पादन गरेको चाहिँ पैसा जुन दिवा खाजामा यही किसानलाई जाओस् न भन्ने कन्सेप्ट थियो। तर मैले मात्रै आँटेर सबै चिज मैले मात्रै गर्न सक्ने होइन रहेछ। त्यहाँ वडा अध्यक्षदेखि लिएर त्यहाँ विभिन्न विद्यालय व्यवस्थापन समिति सबैले चाहना लिन पर्यो। एकजनाबाट मात्र त परिवर्तनको सम्भावना छैन। उसले त बुलन्द आवाज एउटा उठाउने त हो, आवाज उठाउने कुरा हो। त्यो कारणले गर्दाखेरि मैले भने शिक्षा, स्वास्थ्य, भोलि कृषिको लागि, पर्यटकको लागि र अब हामीले यी बनिसकेपछि रोजगारका कुराहरू पनि हुन्छ। आफूले यहीँनिर खेती किसान गरेर चाहिँ महिनामा 12-15 हजार रुपियाँ कमाउने कुरा, भोलि कृषि एम्बुलेन्सहरू चाहिँ गाउँ गाउँमा गएर चाहिँ आज नगरपालिकाबाट कृषि एम्बुलेन्स तरकारी सङ्कलन गर्ने गाडी आउँछ। यो गाडी आएको कुरा र हामीले उत्पादन गरेको मैले 1 डोको साग बेचेको बाबत 300 रुपियाँ चाहिँ म आज बिहान कमाउँछु भन्ने किसानलाई यो निर्धक्क स्थानीय सरकारले व्यवस्थापन गरिदिने, बिचौलियाले खान नपाउने चाहिँ व्यवस्थापन गरिदिने हो भने मान्छे विदेश पनि जाँदैनन्। युवा युवतीहरू आफ्नै देशमा आफ्नै परिवारसँग आफ्ना वृद्ध बाआमाहरूसँग रमाउँछन्। उहाँहरू आफ्ना बालक छोराछोरीहरूलाई पढाउने कुरा, ती नानी बाबुहरूसँग बेलुका चाहिँ लुटुपुटु गरेर खेल्ने रमाउने कुरा यही ठाउँमा गर्न सक्छ भन्ने कुरा चाहिँ मैले कन्सेप्ट बनाएको छु। अब म सक्छु जस्तो मलाई लाग्छ। हजुरले जुन सपना बुन्नु भएको छ, यो बाँकी समय पनि म यसो गर्नु भन्नुभएको छ, तपाईँको सपना पुरा होस्, हामी शुभकामना दिन चाहन्छौँ। ल तपाईँको मिडियाले अब चाहिँ के छ अहिले चाहिँ परिस्थिति, यो नगरपालिकाको विकास निर्माण कस्तो भइरहेछ भनेर चाहिँ मेरा देश विदेशमा बस्नुभएका युवाहरू, मेरा नगरवासी, मातापिताहरू, सम्पूर्ण मेरा चाहिँ किसानहरूलाई चाहिँ तपाईँको मिडिया मार्फत एउटा सुनाउने, उहाँहरूले चाहिँ नगरपालिकाको यो रहेछ अब चाहिँ
योजना भन्ने कुरा चाहिँ अब तपाईँले चाहिँ जुन इन्टरभ्यू लिएर चाहिँ अब साथ सपोर्ट गरिदिनु भयो ल तपाईँलाई पनि एकदमै धन्यवाद नमस्कार हस् धन्यवाद हस् हजुर नमस्कार अहिले हामीसँग हुनुहुन्थ्यो बारबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेत उहाँसँग हिजोको बारबिसे कस्तो थियो र उहाँहरू जनप्रतिनिधि भएर आएपछि कस्तो भयो भन्ने सन्दर्भमा केही छलफल गऱ्यौँ उहाँले भन्नुभयो हिजोको बारबिसे र अहिलेको बारबिसे धेरै फरक छ साँच्चै नै बारबिसे बन्दैछ हामी यीबाट उद्घोष गर्न चाहन्छौँ बारबिसे जस्तै सबै नगरपालिका गाउँपालिकाहरूमा केही बन्दैछ साँच्चै नै देश बन्दैछ यो कार्यक्रम देश बन्दैछबाट म टिका सुवेदी बिदा हुन्छु नमस्कार